भन्ने बाहिरबाट कुरो नहोस् तर मैले विरोध गर्ने छैन अनि एउटा सञ्चालन गर्नुहोस् भनेपछि अध्यक्ष उपाध्यक्ष सचिव सचिव कोषाध्यक्ष सहसचिव यसो गरौँ। त्यसो भए उपाध्यक्षमा हाम्रो के अरे बुद्ध राय माझीलाई चाहिँ अनि सचिवमा चाहिँ तिमी बस। अनि यहाँ कोषाध्यक्षमा हाम्रो उहाँ के भन्छ मेनाजी, सहसचिवमा अर्जुन सर मेरो होइन मेरो तपाईँहरूको ठिकै छ। किनकि तिम्रो काम चाहिँ सम्हाल्न चाहिँ अलिकति चाहिँ सहयोग चाहिँ तिमीलाई चाहिँ होइन मैले यसो गरौँ, मैले यसरी काम गरौँ के गरौँ भने त्यो जस्तो नि नेतृत्वहरू लिडिङ गर्ने मान्छेहरू चाहिँ यही हामी भित्रैबाट उत्पादन हुने कि मैले आफ्नो कुरो के राख्छु भने म यहाँ गुलमेल समाजको सचिव छु, एनडिएफको सचिव छु, त्यसले गर्दा मलाई डबल लोड छ। मैले त्यो काम गराउनलाई सजिलोको लागि मैले अर्जुनलाई टोटली सहयोग गर्छु, त्यसमा केही पनि गर्नु पर्दैन। सचिव अर्जुनजी हुनुहुन्छ, म सचिव, मलाई तलमाथि केही फरक पर्दैन। त्यो त्यही होइन काम सिकाउने हो। तिमी सचिव बनेर उसले चाहिँ सहसचिवको चाहिँ तिमी ट्यालेन्ट बनाऊ, फेरि चाहिँ 3 महिना 4 महिनापछि फेरि सचिवमा चाहिँ पदोन्नति गरेर चाहिँ कार्यभार सम्हाल्न सक्ने भएपछि किन हामी जसले अलि जानेको मान्छे भन्नुपर्छ। हामी अहिलेको यो बिल्कुल जिरो हो। सचिवको जस्तो चाहिँ हामी संस्था चलाउन अलिकति जानेको मान्छे त्यही भएर म तिमी सचिव हुनुपर्छ। सबै कुरा मान्छेलाई आज आकर्षण गरियो होइन, यहाँसम्मको भूमिगत गराइयो होइन, गराएर आज पोस्टपति सबभन्दा राम्रो पोस्टमा हुनुपर्छ होइन। किन उहाँलाई म सल्लाह म प्रत्येक म सिग्नेचर गर्छु, प्रत्येक उसमा चाहिँ म उपस्थित हुनेछु। यहाँ सदस्य त बढाइयो कि त्यही त भने प्रत्येक म चाहिँ उसमा चाहिँ म आउनेछु होइन। प्रत्येक चाहिँ यस्तो हो कस्तो भन्दाखेरि मैले जस्तो हिसाबले गाडी